हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। सो आजको मेरो मिनी भ्लगको सुरुवात हुन्छ बिहानै दारी काट्ने कामबाट। मलाई चाहिँ दारी पालेको राम्रो देखिन्छ कि दारी काटेको राम्रो देखिन्छ कमेन्ट गर्नु होला। फेरि यता मम र बाजेको स्वाङ हेर्नु न, ममले चाहिँ बाजेको दारी काट्दिराख्नु भएको रहेछ। अनि त्यसपछि म घरमा आएको, घरमा आउँदाखेरि छोरीले हेर्नु न के भन्छ मलाई। एनीवे अब भने चाहिँ म लाग्दैछु आजको मेरो मेन काम गर्नतिर। यदि तपाईँहरूले हिजोको मेरो मिनी भ्लग हेर्नु भएको भए थाहा पाइसक्नु भयो होला आजको मेरो मेन काम चाहिँ के हो भनेर। यदि थाहा छैन भने पनि केही छैन, म भनिदिइहाल्छु नि। सो ओके, हिजो नै हामीले चाहिँ यहाँनिर प्याजको बेर्न छर्ने भनेर चाहिँ सफा गरिराखेको थियौँ र फाइनली आज चाहिँ त्यसको पालो आइसकेको छ। यहाँ चाहिँ म सोचिरहेको छु यसलाई चाहिँ कोदालोले खनौँ कि ट्र्याक्टर जोतौँ भनेर। ट्र्याक्टर छँदैछ अनि मैले चाहिँ फाइनली सोचिसकेँ कोदालोले खन्नु भन्दा चाहिँ म बरु यहाँ ट्र्याक्टरै जोतिन्छु, किनभने ट्र्याक्टरले एकैछिनमा हुन्छ नि त भनेर चाहिँ लागेँ ट्र्याक्टर जोत्नेतिर। फाइनली साथीभाइ ट्र्याक्टर जोतेर पनि सकिसकेँ। अनि मैले चाहिँ ट्र्याक्टर जोत्दा यस्तो खालको चाहिँ डल्लो चिज भेटाएँ। यो चाहिँ के हो भनेर हेर्दाखेरि चाहिँ यो चाहिँ तरुल रहेछ। अनि मैले चाहिँ यसरी पास पुस गरेर यसलाई बममा खाइदिएँ, किनभने यो चाहिँ औषधि हुन्छ। अब भने चाहिँ मैले कति पनि ढिलो नगरी लागेँ है त ब्याट बनाउनतिर। फाइनली हाम्रो ब्याट पनि रेडी भइसक्यो। अब भने चाहिँ हामी यसमा प्याजको बिउ छर्छौँ। प्याजको ब्याट छोप्नलाई भनेर घाँस काट्न आउँदाखेरि घाँसभित्र यस्तो मोतीको दाना जस्तो मैले के भेटाएँ हेर्नु न यहाँ। अब भने चाहिँ फाइनली मैले घाँस काटेर ल्याएर पनि यसलाई चाहिँ पुरा छोपिदिइसकेँ। अनि यसको वरिपरि चाहिँ पुरैतिर चारैतिर बार्नु पर्ने हुन्छ ताकि यो भित्र चाहिँ कुकुरहरू मान्छेहरू छिर्न नसकोस् भनेर। फाइनली हामीले चाहिँ यसको चारैतिर बारेर पानी ल्याएर पानी पनि लगाइदिइसक्यौँ र अब भने चाहिँ आजको यो मिनी भ्लगबाट छुट्टिन्छौँ। फेरि भोलि अर्को नयाँ मिनी भ्लगमा भेटौँला। ओके बाई बाई।